आज हामी कहाँ जाँदैछौँ भन्दाखेरि आज हामी रानी झुला भन्ने ठाउँमा जाँदैछौँ। ल गुड मर्निङ सबैजना। आज पनि हिजोको जस्तै विशाल सर र म छौँ। आज चाहिँ हामी रानी झुला भन्ने ठाउँ जाँदैछौँ है, रानी झुला। अब यो समाउँदो विशाल सर। ओके, लेट्स मुभ अहेड। अब हाम्रो अनुहार पनि देखाइदिनु आउनुपर्ने अवस्था छैन, किनभने राम्रो छ यहाँको इन्भाइरोमेन्ट है। त्यो फ्रेस एयर दिखाइदिनु विशाल सर। फ्रेस एयर, फ्रेस इन्भाइरोमेन्ट राम्रो छ, त्यो भएर मास्क साक्स लगाइराख्नु जरुरी छैन। खरिपाटी किन लाएँ देखाइदियो राम्रो इन्भाइरोमेन्ट। साइडतिर रानी झुला भन्ने ठाउँ जाँदैछौँ हामी। रानी झुला के अरे? रानी झुला। पप्पी भाइ माथिबाट जाने कि तलबाट जाने गाडी? राम्रो बाटो लानु। ल हामी चाहिँ आज रानी झुलामा आएको छौँ। हाम्रो विशाल सर चाहिँ कट्टु सट्टु हाफ कट्टु लाएर हिँड्नुहुन्छ जहाँ हिँड्दा पनि। उहाँको चाहिँ स्टाइलै कडा छ है। ल विशाल सर मेरो पनि भ्लग बनाउनु पर्यो हल्का। हामी चाहिँ आज रानी झुला जाँदैछौँ। रानी झुला चाहिँ पुलको नाम चाहिँ रानी झुला हो। यो चाहिँ चाँगुनारायण नगरपालिकामा पर्छ होइन। यो चाहिँ नगरकोट जाने बाटोमा तपाईँ राइट साइडतिरबाट चाहिँ झर्न सक्नुहुन्छ है। कस्तो राम्रो लोकेसन दिएको। आजको हाम्रो भाइरल ठाउँ चाहिँ यो हो है। यहाँबाट देखिन्छ दृश्य चाहिँ। ल ओके ओके ओके।